ल अब हामी चाहिँ घरतिर लाग्यौँ। यहाँ यस्तरी टिप्यौँ पारिसम्म। अब धौ भयो, 11 पनि बज्यो। घरतिर छोरीहरू लागे नि दिदी। रमाइलो त भयो। दिदीले डब्बा भरेर आएर नि प्लास्टिकमा उचाल्नु भएको छ। रहर लाग्ने छ नि। चोत्रा कालै काला। देखो भाई देखो देखो चोत्रा कितना काला काला है। देखो भाई देखो चोत्रे कितना अच्छा अच्छा है, कितना मीठ मीठ है भन्ने। यहाँ त साथीहरू काफलको रुख पनि कति धेरै रहेछ। कस्तो सजिलो सजिलो। अर्को साल काफल खाने यही हामीलाई दिदी। अझै टुप्पा टुप्पामा त काफल छ अरे साथीहरू। तर के गर्ने, हामीले डर लाग्छ। 2 बहिनी मात्रै छौँ यत्रो घनघोर जङ्गलमा आयौँ। टिमुर दिदी टिमुर टिप्छ अलिकति। मलाई टिमुर र रोटी एकदम मनपर्छ खाने। मिठो न रस भरेको रमरम गरेको। भाले बाइसको भाले बास्यो उज्यालो भइसक्यो जाने होइन र भन्ने गीत पनि जाने छु अलि मैले। देखो ना गाइस ये क्या है, ये क्या है, ये क्या है गाइस, ये क्या है। कति बोर त भाइ मैले त 2-3 टा गाँदा पुगेछु है। ल म त लाग्दैन कि हो भइहाल्छ त्यसपछि। झोला कुना हालिदिनु। देखो ना गाइस देखो देखो। ताने हाम्रो अघि गेरा मात्र टिपेको थियो त ताम्लन होइन, त्यही भएर तानेको। अब हामी उ त्यो डाँडामा एकछिन फोटो खिच्छौँ, भिडियो बनाउँछौँ अनि जान्छौँ। यहाँदेखि घरतिर आई एम गोइङ टु हाउस।